सम्पूर्णमा गुड मर्निङ, शुभ बिहानी। बीपी राजमार्गको अस्थायी डाइभर्सन जति बनेको छ त्यो पूर्ण रूपमा ध्वस्त भएको छ। यो बीपी राजमार्ग पुनः सञ्चालनमा आउन तीव्र काम गर्दाखेरि पनि महिनौं दिन लाग्न सक्छ र यो खोला नघटिकन यो अस्थायी ट्र्याक पनि ओपन नहुन सक्छ। त्यसैले जो जहाँ छ सुरक्षित रहनु होला र राजधानीबाट पूर्व जाने र पूर्वबाट राजधानी जाने यात्रु वाहक साधनहरू, प्राइभेट सवारी साधनहरू, अन्य वैकल्पिक राजमार्ग प्रयोग गरेर जानु हुन अनुरोध गर्दछु। यहाँको बीपी राजमार्गको नेपालथोक भन्दा माथिको यो सड़क खण्डको ताजा अवस्था मैले यहाँहरूलाई जानकारी गराएँ। रोशी खोलाको बहाव बढ्दो छ, बाटो पूर्ण रूपमा ध्वस्त भएको जानकारी गराउँदछु। हस्, नमस्कार, सबैको दिन शुभ रहोस्, सुरक्षित रहनुहोला। यो बीपी राजमार्ग पुनः सञ्चालनमा आउन तीव्र काम गर्दाखेरि पनि महिनौं दिन लाग्न सक्छ र यो खोला नघटिकन यो अस्थायी ट्र्याक पनि ओपन नहुन सक्छ। त्यसैले जो जहाँ छ सुरक्षित रहनु होला र राजधानीबाट पूर्व जाने र पूर्वबाट राजधानी जाने यात्रु वाहक साधनहरू, प्राइभेट सवारी साधनहरू, अन्य वैकल्पिक राजमार्ग प्रयोग गरेर जानु हुन अनुरोध गर्दछु। यहाँको बीपी राजमार्गको नेपालथोक भन्दा माथिको यो सड़क खण्डको ताजा अवस्था मैले यहाँहरूलाई जानकारी गराएँ। रोशी खोलाको बहाव बढ्दो छ, बाटो पूर्ण रूपमा ध्वस्त भएको जानकारी गराउँदछु। हस्, नमस्कार, सबैको दिन शुभ रहोस्, सुरक्षित रहनुहोला।